वेलकम गाइस, यतिखेर चाहिँ घाम लागेर चाहिँ एकदमै चकमन्न भएको छ यतिखेरको बसाइमा। अब हामी चाहिँ टक्क गाई बाख्रालाई चाहिँ लगाउन गइराखेका छौँ उता वनपाखातिर। उहाँ चाहिँ धेरै एकदमै नेपाली ब्रिटियन लाउरे नभए तापनि उहाँ म्यादीसम्म चाहिँ भिड्नु भएको। एकदमै अर्ग्यानिक यहाँ महाभारतको लेकको मूलबाट चाहिँ आएको पानी हो। यहाँ गएर चाहिँ जसले पानी खान्छ त्यसलाई अमृत पिए बराबरको हुन्छ। हजुर न्युरो भनेर बुझ्नुहुन्छ होला, हाम्रोतिर डोडे भन्छ गरे खोला भने डोडे पुरा यस्तो भन्छ झारहरू अनि पुरा फुलिसकेका यो बेचिन्छ भने। हेर्नुस् गाइस, यो सिस्नु है, सिस्नु कसले चिन्नुहुन्छ? अर्ग्यानिक नेपाली राष्ट्रिय खाना भनेकै सिस्नु र ढिँडो। हाम्रो भाषामा करेमा भन्छ अनि तपाईँहरूको भाषातिर के भन्छ होइन? बाख्रा तरेको भिडियो यसरी पुलमा यो झारलाई कसले चिन्छ? यो बनमारा भन्ने झारले आजभोलि गाउँठाउँलाई एकदमै छापेको छ, विध्वंसै बनाएको छ। किन हो भित्र जान चाहिँ नमानेको अवस्था छ। हेर्नुहोस् त, यो कति राम्रो भ्यू देखेको है। यो भनेको अर्ग्यानिक पानीबाट आएको हिलो यहाँनिर अलि चिप्लियो भने ढाड फेरि खुस्किहाल्छ। उहाँले चाहिँ म कक्षामा हाफ पाइन्टमा छु, तल नदेखाउनु होला भन्ने मलाई अगाडि नै एकदम जानकारी गराउनु भएको थियो। तर यसले गाईहरूलाई टेक्ने छाटकाट देखाइराखेको छ। अब अलि यतातिर ल्याऊ। यसले अलि अटेरी गरिराखेको छ मान्छेलाई सायद। यसले खै किन हो भित्र जान चाहिँ नमानेको अवस्था छ। उता अब सायद यसले पनि राँगा खोजेको अवस्था छ कि के छ, खै कुन्ने। 2 वर्ष भयो भन्ने छाटकाट देख्छु यसको। एकछिनमा आएर चाहिँ हामी भित्र हाल्नेछौँ। अहिले यो गाईलाई चाहिँ उठाइराखेको अवस्था। हामी यो भनेको एकदम लेकको एकदम फाँट भन्नुपर्छ यसलाई चाहिँ होइन। यहाँ वरिपरि टक्क महाभारतका लेकहरू भन्ने तपाईँहरूले सुन्नुभयो होला। पहिले 5 भाइ पाण्डवदेखि लिएर उनीहरूका कथाहरू यहाँ जोडिएका छन्। यो लेकहरूमा धेरै कुराहरू भेट्न सक्नुहुन्छ परापूर्वकालका। हाम्रो उहाँ चाहिँ अब यहाँ घरबेटी हुनुहुन्छ। उहाँ चाहिँ एकदमै यो उहाँहरूको घर चाहिँ यस्तो छ। हेर्नुहोस्, आरीबारी दामी छ। टक्क लगाएर फेरि कहाँ जान्नै लड्यो यस्तो छ। हजुर गाइस, यस्तो यो चाहिँ घन्ना भन्छ यसलाई चाहिँ। यस्तो लगाएको बार गाईहरू नपसोस् भन्नको लागि। यहाँ तलबाट पनि एउटा फेरि अर्को लाग्छ होइन। गाउँठाउँको यस्तै हुन्छ। बाख्रा उता गए जस्तो छन्। अब भाभाउन गइराख्नु भएको छ, उहाँ कुदिराख्नु भएको छ। म पछाडि जान सकिनँ यतिखेर। अब यसलाई उतिसको रुख भन्छ है गाइस। अनि यो चाहिँ सल्लाहको रुख भन्छ। यस्तै हो। टक्क लाएर त्यो भाइ हेर्नुहोस् त, यो कति राम्रो भ्यू देखेको है। यस्तो छ। अब हामी चाहिँ कन्टिन्यू गइराखेका छौँ। कहाँसम्म लग्छौँ भन्ने कुरा पनि तपाईँहरूलाई भ्लगमा देखाउने नै छु। यो चाहिँ हामी फेसबुकमा लाउनेछौँ। टक्क यस्तो उहाँले चाहिँ म कक्षामा हाफ पाइन्टमा छु, तल नदेखाउनु होला भन्ने मलाई अगाडि नै एकदम जानकारी गराउनु भएको थियो। तर हिँड्ने क्रममा कहिले क्यामेराको एङ्गलले तलमाथि हुनसक्छ। त्यो कट्टुमा नो कमेन्ट गरिदिनु होला। त्यही हो हजुर गाउँठाउँको बसाइहरू। टक्क हेर्नुहोस्, यो भनेको अर्ग्यानिक पानीबाट आएको हिलो यहाँनिर अलि चिप्लियो भने ढाड फेरि खुस्किहाल्छ। त्यही भएर यहाँ बचेर हिँड्नुपर्छ। यस्तो एउटा घर यहाँ तलतिर, यो चाहिँ उहाँको दाइको घर छ। यहाँनिर 2टा घर मात्रै छ यो पाखामा, 2 भाइको घर। अनि उतातिर यस्तै उतैतिर गयो भने गाउँठाउँहरू ठुलो ठुलो हुँदै जान्छ। यो पहिले चाहिँ एकदमै राम्रो गोरेटो गल्लीहरू राम्रो थिए। आजभोलि चाहिँ यो झारलाई कसले चिन्छ? यो बनमारा भन्ने झारले आजभोलि गाउँठाउँलाई एकदमै छापेको छ, विध्वंसै बनाएको छ। हेर्नुहोस् पाइपहरू पूर्वतिर खै मैले देखेन। पूर्वतिर हेर्नुहोस् गाइस, यो सिस्नु है, सिस्नु कसले चिन्नुहुन्छ? अर्ग्यानिक नेपाली राष्ट्रिय खाना भनेकै सिस्नु र ढिँडो। तपाईँहरूलाई जानकारी होला। यस्तै हो।
हामी धेरै बोल्न मिठो बोल्न यताउति गर्न नसके तापनि हाम्रो भ्लगमा चाहिँ एकदम गाउँको अर्ग्यानिक कन्टेन्टहरू आउने गर्दछ। सो यो चाहिँ हाम्रो पहाडतिर पैया भन्छ यसलाई। यो सुकेको यो चाहिँ सुकेको भन्नु होला होइन, हरियो यो अब फुल्यो होइन, फुलिसकेपछि अनि ठ्याक्कै के झरेको हो। फुल्दाखेरि चाहिँ यहाँ बारीहरू त्यो के गहुँहरू लगाउने सिजन हुन्छ कि यहाँ, यसलाई हेर्दा पनि फरक पर्दैन। यो हेर्ने फुलेको छ भने लगाउँदा फरक पर्दैन, ठिकै सिजन हुन्छ। अब यो फुल्ने बेला भइरहेछ होइन, अब झर्यो झरिसक्यो झर्यो कोही 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 चाहिँ पछि अघि पछि हुन्छ। अब फुलेपछि चाहिँ यो गहुँ लगाउने भन्ने हजुर। एकचोटि जिम गरिदिनुहोस् न हजुर, यसो एक दुईवटा। उहाँ चाहिँ धेरै एकदमै नेपाली ब्रिटियन लाउरे नभए तापनि उहाँ म्यादीसम्म चाहिँ भिड्नु भएको, उहाँको म्यादीसम्मको अनुभव चाहिँ छ। यस्तै छ गाइस। यो आवाज हेर्नुहोस् त एकचोटि, होल्ड गरेर सुन्नुहोस् त यो आवाज। आवाज भनेको चाहिँ एकदमै यो जुन आवाज आइराखेको छ यसलाई कुन किरा भन्छ हजुरलाई जानकारी छ हजुर? यो आवाज के किरा हाम्रो भाषामा करेमा भन्छ, अनि तपाईँहरूको भाषातिर के भन्छ होइन? हजुर हाम्रोमा त करेमा कराया भन्छ। अनि अब 12 बज्न लागिसक्यो, त्यही भएर चाहिँ यिनीहरू कराउँछन् के मध्याहमा दिनको, अनि साँझतिर पनि कराउँछन् कहिले। हजुर हजुर यस्तो छ हजुर। बिजुली पनि यो माथि गाउँमा गछ, यही लाइनबाट हाम्रोबाट यो बिजुली यहाँबाट माथि ठुलो गाउँ छ माथि, फेरि योभन्दा माथि बिजुली बत्तीहरू यस्तो जस विगत भए तापनि बिजुली बत्ती पुगेर अहिले चाहिँ साँझको समयमा चाहिँ एकदमै चकमन्न देखिन्छ। त्यही अलि गर्वको कुरा हो। खानेपानी पनि हामीसँग प्रशस्त छ। हेर्नु न, खोलामा घर छ, पाइपहरूमा चट्ट पानी हामी लग्छौँ यसरी बारी आरी बनाउनको लागि चाहिँ मूलैदेखि चाहिँ तानेर पानी लग्छौँ। अनि तपाईँहरू सोच्नुहुन्छ होला पहिले गाईहरू निकै 12-15 किला दर्जनौँ किला हुन्थे बाख्रा भन्नुहुन्छ होला। न्युरो भनेर बुझ्नुहुन्छ होला, हाम्रोतिर डोडे भन्छ गरे खोलामा भने। पुरा यस्तो भएछ झारहरू, पुरा फुलिसकेका यो बेचिन्छ भने यस्तो टाइममा सिजनमा। न्युरो डोडे यस्तो छ। गाई बाख्राहरू आजभोलि धेरै पाल्दैन नि त, अनि ठिकै पाल्छ। सो अब गाईहरू यसो दुनलाई राखेका गाईहरू अथवा अनि लक्ष्मी पूजाहरू पुज्नको लागि गोमतहरू गर्नको लागि गाईहरू पाल्ने गरिन्छ भनेपछि बाख्राहरू चाहिँ यसो दसैँ तिहार आउँदाखेरि चाडबाड आउँदाखेरि चाहिँ यसो रक्सीको शीतल बनाउनको लागि पालिन्छ। पहिले जस्तो त्यति धेरै पाल्ने चलन चाहिँ अलिकति कम हुँदै गइरहेको छ, नत्र पहिले त धेरै छापिन्थ्यो। हेर्नुहोस् त यो खोला चाहिँ सानो भए तापनि एकदमै यो चाहिँ फेरि धेरै नै ऊ छ नि यहाँनिर चाहिँ। अघि भिडियो बनाउने मान्छे उहाँ नै हुनुहुन्छ। तपाईँलाई कुनै केही जिज्ञासा उहाँप्रति, केही भनेका भनाइहरूप्रति कुनै कमेन्टहरू छोड्न चाहनुहुन्छ भने? बाख्रा तरेको भिडियो पुलमा हाम्रो चाहिँ यो खोला हो, यो खोलासँग धेरै कुराहरू जोडिएको छ होइन। यो खोलामा चाहिँ विभिन्न किसिमका माछाहरू चाहिँ मिल्ने गर्दछ सानो भए तापनि। यो चाहिँ एकदमै अर्ग्यानिक यहाँ महाभारतको लेकको मूलबाट चाहिँ आएको पानी हो। यहाँ गएर चाहिँ जसले पानी खान्छ त्यसलाई अमृत पिए बराबरको हुन्छ हजुर होइन। त्यही भएर गाउँठाउँको यस्तै छ हजुर, राम्रो छ भ्यूहरू। टक्क हामी तपाईँहरूलाई अरू कुराहरू पनि देखाउँछौँ है त। गाई बाख्रालाई यतै छोडिदिन्छौँ के हाम्रो वनमा लगाइदिन्छौँ, अनि साँझ चाहिँ आफै आउँछन्। यहाँनिर घर नजिकै छोड्यो होइन, बिस्तारै यता जङ्गलतिर चढ्छन्, आउँछन्, फर्किन्छन् साँझ। बान्ने काम हो, त्यही हो, अरू के हो। हेर्नुहोस् त हजुर, घरदेखि हामी थोरै 5 मिनटको दौरानमा आयौँ, गाई बाख्रा छाडिदिउँ। अब यिनीहरू आफै चढ्छन् होइन, यो पाखाहरूमा योहरूमा यताउति चढेर आफै चाहिँ आउँछन्। अब साँझ बेलुकातिर टक्क हामी चाहिँ छोडिदिने हो। अब खाना खाएर हामी चाहिँ यसो भलिबल सलिबल खेल्न तल गाउँतिर ठुलो गाउँतिर झर्नुपर्छ।